हेलो एभ्रिवान, हजुरहरूलाई राधे राधे। अनि हजुरहरू कस्तो हुनुहुन्छ होला। अनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ हामी मन्दिर सफा गर्नु जाँदैछु म भाउजूहरूसँग। अनि आज चाहिँ एकादशीको दिन भएर आज चाहिँ सबैजना मिलेर मन्दिर सफा गर्नु जाउँ न भनेर त्यही वरिपरि छिमेकी भाउजूहरूसँग जाँदैछु। अनि भाउजूहरूको पनि फास्टिङ हो अनि मेरो पनि फास्टिङ हो। अनि त्यो भएर चाहिँ आज चाहिँ हामी नुन तेलकै खाएको हुँदैन र चाहिँ जाँदैछु। अनि यो छोटो हुनसक्छ, यो भिडियो या लामो हुनसक्छ, हजुरहरूले धैर्य धारण गरेर हेरिदिनु होला। अनि आज चाहिँ हामी के गर्ने रहेछौँ मन्दिरमा आएर। अनि यो भिडियो चाहिँ हामी 25सम्म हेर्नका लागि पनि गरेको भिडियो। अनि हेर्दै जानु होला है। अनि यो मन्दिरको वरिपरि चाहिँ यस्तो प्रकारको जङ्गल छ। अनि घरदेखि चाहिँ 15 मिनट लाग्छ। अनि भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला। अनि हजुरहरूले पनि मेरो गाउँको शिव मन्दिरको दर्शन गर्नु होला है। हेर्नुहोस् है, म बोल्नु भन्दा पनि ज्यादा चाहिँ यसो जङ्गलहरू हेर्नुहोस् है। यहाँ चाहिँ पूजाहरू हुँदाखेरि प्रसादहरू बाँड्ने ठाउँ। उहाँ चाहिँ म यहाँ पर देख्दै गरेको चाहिँ प्रसादहरू पकाउनुहुन्छ, भण्डाराहरू लाग्छ यहाँनिर चाहिँ। अनि हाम्रो चाहिँ यहाँनिर चाहिँ मन्दिरमा चाहिँ शिवरात्रिको बेलामा चाहिँ यति धेरै मान्छेहरू हुन्छ नि त, भक्तजनहरू टाढो टाढोबाट आउनुहुन्छ। अनि यहाँ हेर्नु न कस्तो डरलाग्दो जङ्गल छ, घनघोर एक्लै आउनु चाहिँ पनि कस्तो लाग्छ क्या। यहाँ हेर्नु न यति मजाको पिसफुल जग्गामा छ हाम्रो गाउँको मन्दिर चाहिँ। अनि आज चाहिँ हरिका एकादशी तुलसी रोपन भएर चाहिँ भाउजूले तुलसी पनि रोप्नुहुने अरे। अनि यहाँ मजाले सफा बनाइराख्नु भएछ। भाउजूहरू यहाँ चाहिँ ठुलो भाउजू हुनुहुन्छ अनि यहाँ सानो भाउजू हुनुहुन्छ। यहाँबाट चाहिँ तुलसी। अनि यहाँ चाहिँ अघि नै हाम्रो गाउँको निनीहरू आएर सफा गरेर जानुभएको रहेछ। अनि उहाँहरूले चाहिँ जति भ्याउँछ त्यति नै सफा गर्नुभएको रहेछ। अन्त आन्टीलाई चाहिँ लाज लाग्यो अरे, भाउजूहरू चाहिँ बाहिर पूजा गर्नुहुँदैछ। अनि यहाँ चाहिँ हाम्रो गाउँको शिव मन्दिर। अनि हजुरहरूलाई चाहिँ मैले पहिल्यै देखाइसकेको छु शिवरात्रिको बेलाको भिडियो। अनि यहाँ हेर्नु न यति उयो भएछ कि फोहोर भएछ। अनि हजुरहरूले जहाँ पनि यसरी पूजाहरू गर्नु जानुहुन्छ भने चाहिँ क्या एउटा कुरा चाहिँ हामीले पुरा याद गर्नुपर्ने छ, दियाहरू बाल्ने चाहिँ अलग्गै ठाउँै बनाउनु पर्ने रहेछ। यहाँ हेर्नु न अब फुलहरू चढाउनुहुन्छ सबैजना भक्तजनाले, अब त्यस्तो नराम्रो त भन्नु भएन, औधी मात्रामा क्या। अब बरु त्योभन्दा चाहिँ ठुलो प्रार्थना र कर्म नै गर्नु राम्रो हो भनिन्छ नि हाम्रो चाहिँ क्या। बरु यति डरलाग्दो फुलहरू चुडेर ल्याएर पनि यस्तो लथालिङ्गै 2 दिनमा उयो भइ त हाल्छ। अनि यहाँ हेर्नुहोस् न अखण्ड ज्योति जलाइराख्नुपर्छ। यो चाहिँ हाम्रो गाउँको अखण्ड ज्योति, अस्ति नै पनि तपाईँहरूलाई भिडियोमा भनेको छु, यो चाहिँ कहिले पनि मर्दैन। अनि जति पनि टाढाबाट आउने उनीहरूले चाहिँ तेलहरू डोनेसन गर्नुहुन्छ, चढाउनुहुन्छ। अनि हामी चाहिँ यहाँ अखण्ड ज्योतिमा चढाइदिन्छु। अनि अब हाम्रो यहाँ भाउजूले चाहिँ पूजा स्टार्ट गर्न आँट्नु भएको छ। त्यहाँदेखिको पूजाको पश्चात चाहिँ पहिला सफा गर्ने कि सफा गरौँ है। पूजाको पश्चात साफ सुधार गरेर अनि हामी चाहिँ मजाले यहाँनिर भाउजूले दियाहरू बाल्नुहुन्छ अरे। अनि यहाँ हेर्नु न यस्तो फोहोर भएछ। अब हेर्दै जानुहोस् तपाईँहरूले। अनि हामी चाहिँ यो सफा गरेपछि चाहिँ म तपाईँहरूलाई फेरि भिडियोमा देखाउन चाहन्छु यसरी हामीले सफा गरेँ भनेर। अनि भाउजूको फोटो देख्नुहुन्छ अरे। अनि हेर्दै जानु है साथीहरू। लु साथीहरू हेर्नुहोस् है, हामीले चाहिँ यस्तो सफा बनायो। अघि चाहिँ कस्तो यो टाइल्सहरू मैला लागेको थियो र अनि हामी चाहिँ यति बेला फेरि एकपल्ट भाउजूले यहाँ जलधाराबाट शिवजीलाई जल अर्पण गर्नुहुँदैछ हेर्नुहोस् है। अनि सबैजना देश विदेशबाट बस्नुहुनेहरूले पनि हजुरहरूले प्रार्थना गर्न सक्नुहुनेछ। अनि आफ्नो आफ्नो मनोकामनाहरू पुरा भएर जाओस्, भगवान्ले सदैव रक्षा गरोस् सबैजनालाई, मेरो प्यारो युट्युब फ्यामिलीलाई। यहाँ हेर्नुहोस् है, हजुर यहाँनिर चाहिँ फेरि हाम्रो शिवजी चाहिँ आफै उत्पत्ति हुनुभएको है। यहाँनिर चाहिँ बनाउनु भएको न
प्रकटेश्वर धाम हो। यहाँको हाम्रो मन्दिरको नाम चाहिँ शिव मन्दिरको नाम चाहिँ यहाँनिर आन्टी भाउजूहरू सबैजनाले पूजा गर्नुहुँदैछ। हेरेर आफ्नो सबैजनाको मनोकामनाहरू पुरा हुन्छ। यहाँनिर आएर चाहिँ आफ्नो मनको सबै मनोकामनाहरू पुरा भएर गएको छ अनि हामी चाहिँ यसमै विश्वास राख्छु। अनि आन्टी गर्नुपर्छ। आन्टी चाहिँ अनुहारले गर्नु मान्नुहुँदैन। आन्टीले चाहिँ खालि हात मात्रै देखाएको हुन्छु। हेर्नुहोस् है आजको भिडियो चाहिँ कस्तो लाग्छ। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। सबैजनाले हेरेर कमेन्टमा ओम नमः शिवाय लेखिदिनु पनि नबिर्सिनुहोस् होला। अनि यहाँ हाम्रो भाउजूले चाहिँ एकदम विधि विधानसँग नै पूजा गर्नुहुन्छ। अनि नेपालबाट हेर्नु हुँदै गरेको मेरो दिदीबहिनीहरूले पनि हेर्नुहोस् होला। हामी चाहिँ यहाँनिर यस्तो प्रकारले गर्छौँ पूजाहरू होइन। अनि हजुरहरूले पनि यस्तै प्रकारले गर्नुहुन्छ होला। हामी चाहिँ यहाँ भाउजूहरूले गरेको पूजा चाहिँ एकदम भोलि पर्सिसम्म मेमोरी होस् भनेर पनि एउटा रिमेम्बरको उसमा रेकर्ड गरिरहेको छु। कुनै समय भोलि पछि भाउजूहरू वृद्ध अवस्थामा हुँदा त भाउजूहरूको पलाती नातिहरूले यसो अब हजुरआमाहरूले पूजा गर्नुभएको यसरी शिव मन्दिरमा गएर भनेर चाहिँ हेर्नु पाओस्। हुन्छ। अनि यहाँ हेर्दै गर्नु होला। एकैछिनै साथीहरू म पनि दीप प्रज्वलन गर्नेछु। हेर्दै गर्नु होला। यसरी चाहिँ म दीप प्रज्वलन कुन चाहिँ भाउजू मेरो यो दीपम ज्योति ओम नमः शिवाय, 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 ओम नमः शिवाय। त्यसले चुस्नु मानेन। सुक्खा भयो नि पाइनु ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। हाम्रो भाउजूले पानी चढाउनु हुँदैछ शिवजीलाई। ओम नमः शिवाय, 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 मन्दिर यसरी सफा राख्यौँ।
अनि आजको भिडियो हेरेर चाहिँ कमेन्ट गरिदिनु होला। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। बेलपत्ता पनि चढाउनु पऱ्यो नि। अन्त इन्डिया आज चाहिँ यो एकदम मैले सबैजनाले एकदम शिवजीको मजाले सावन महिनामा राम्रोसँगले दर्शन गर्नु पाओस्, हाम्रो दार्जिलिङको मन्दिरको पनि भनेर रेकर्ड गरिरहेको छु। हेरिदिनु चाहिँ मेरो प्यारो साथीहरू, स्किप नगरिकन। अनि आजको भिडियो चाहिँ अलिक लामै बनाएको छु मैले। साथीहरू हामी चाहिँ अब निस्केको मन्दिरबाट, किनभने यहाँ बाजे पनि आउनुहुन्छ नि त बेलुकाको सन्ध्या पूजा गर्नु। अनि बेलुकाको पूजा गर्नु सन्ध्या पूजै भन्नुहुन्छ होला। कोही कोही कुराहरूमा त म त कन्फ्युज हुन्छु कि। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। सबैजनाको मनोकामनाहरू पुरा भएर जाओस्, त्यसैले सबैको दुःख कष्टहरू हरेर जाओस्। हाम्रो शिवजीले सबैजनालाई सोचेको कुराहरू पुगोस्। अनि हेर्दै जानु नै। यहाँ चाहिँ हाम्रो हवन गर्ने ठाउँ हो। यहाँ चाहिँ भोलि यहाँ आन्टीहरू पूजा गर्नु थाल्नुभयो तुलसीमा। आज चाहिँ तुलसी रोप्ने दिन भएर चाहिँ तुलसी पनि लगाउनुहुन्छ अरे। अनि यहाँ मन्दिरको पनि दर्शन गर्नुहोस् है। अघि हजुरहरूलाई देखाउँदै देखाएको थिएँ। हुन्छ हुन्छ हुन्छ। मेरो भाउजूहरू एकदम सक्यो। हनुमानजीको पनि दर्शन गर्नु होला साथीहरू। जय बजरङ्गी बली। यस्तै छ आज भोलि। अब यो त डाइलग चाहिँ हाम्रो विनोदजीले गर्नुभएको। अनि लु हनुमानजीलाई हेरेर विनोदजीले भिडियो हेर्नु हुँदैछ भने चाहिँ यही सोच्नु होला, जय बजरङ्गी बली। यस्तै छ आज भोलि। तुलसीको तुलसीमा पनि चढाउँछ पानी। लोटा लिएन है? लोटा ल्याउँ भित्रबाट कि हौ क्या एउटा लोटा थियो नि। अनि लोटा ल्याउँ लाग्यो त लोटा के भन्यो साथीहरू हेर्नुहोस् है। यहाँ भाउजूहरू पूजा गर्नुहुँदैछ तुलसीमा। यहाँबाट चाहिँ आन्टीले मैला डढाउनु भएछ। सबै यो डस्टबिनमा बेसी मैलाहरू भइरहेको रहेछ कि धेरै दिन भएर। अनि हाम्रो चाहिँ मन्दिर चाहिँ यस्तो मजाको जग्गामा छ। अघि पनि तपाईँहरूलाई भिडियो स्टार्ट गर्दै भनिरहेको छु। यो भिडियो त फेरि तपाईँहरूलाई थाहै छ, म एडिट गरेर हाल्न सक्दिनँ। अनि यहाँ हेर्नुहोस् है, हाम्रो गाउँको
मियामाथि चाहिँ पुराणहरू गर्नुहुन्छ गुरुजीहरू आउनुहुन्छ हाम्रोमा पनि टाढो टाढोबाट अनि अब यो तुलसी रोप्नको लागि चाहिँ रेडी गरिराख्नु भएको छ अनि यहाँ चाहिँ हाम्रो ठुलो भाउजूले दीप प्रज्वलन गर्नु हुँदैछ आज चाहिँ मैले चाहिँ एकदमै भगवान्ले मलाई साथ पनि दिनुभएको होला एकदम कन्फिडेन्ससँगले चाहिँ यसरी भिडियो गर्न है सुनसानसँगले एकदम मलाई फेरि भिडियो गर्दा ब्याकग्राउन्डमा ज्यादा बोलेको मन पर्दैन अनि फेरि फेस क्यामेरा भाउजूले सफा गर्नुहुँदैछ केराहरू रोपेको छ आज चाहिँ एकदम भगवान् शिवजीले पनि मलाई जम शिवजीले पनि मलाई आज सुजलाले चाहिँ एकदम मजाले भिडियो बनाउनु पाओस् मेरो मन्दिरको भन्नु भएर पनि होला अनि त्यही कारणले गर्दा आज एकदमै लामो भिडियो भयो एकदमै खुसी पनि भएँ भगवान्लाई धन्यवाद पनि दिन चाहन्छु अनि यो भिडियो हेरेर सबैजनालाई जीवनमा फाइदा होस् अनि कतिजना टाढा टाढा बसेर घरदेखि देश परदेशमा बसेर भगवान्को दर्शन पनि गर्नु पाओस् सबैको टेन्सनहरू सबैको मनमा मनमुटाउ भएको फ्यामिलीहरूमा मनमुटाउहरू पनि कसैको भएको हुनसक्छ कोही बेला होइन अनि दुःख कष्टहरू छ भने सबै हरेर जाओस् बिमारीहरू सबै लगेर जाओस् एकदम आनन्द हुनु होला अनि एकदम क्यामेरा चाहिँ यता र त्यता घुमायो भनेर नभनिदिनु होला अनि अब एकदम चाहिँ हुँदैछ एकदम पिसफुल जग्गा नै छ मन्दिर परिसर वरिपरि चाहिँ बनाएको छ तुलसीको बोटहरू मन्दिर चाहिँ स्थित छ माथि जङ्गलमा चाहिँ हाम्रो यो दार्जिलिङ वरिपरिबाट भिडियो हेर्नुहुन्छ भने पनि यहाँको मन्दिर थाहा भएकै हुनुहुन्छ होला हजुरहरूलाई एकदम हेर्नु यस्तो दामी छ पहिला केटीमा त यहीँ वरिपरि कति खेल्नु आउँथेँ अहिले त धेरै भयो यतातिर त अब ठुलो पनि भयो आफ्नो घर गृहस्थ पनि भयो त्यो खेल्ने बालकहरू हुनु पनि सकेर गयो अनि हेर्नु न यो चाहिँ अलिक खुट्टा हिँडिरहेको छ हेर्नु न कस्तो मजाको देखिरहेको छ यो माथि माथि त हामी पहिला कति जङ्गलहरू जाने दाउरा घाँसहरू गर्थ्यो कि आजकल त यहाँ हेर्नु न पटेर घारी भएछ नि हौ मेरोमा त न मेरो भिडियोमा त न ब्याकग्राउन्ड म्युजिक हाल्नु मिल्छ न केही भिडियो एडिट गरेर हाल्नु नै मिल्दैन अब यतिकै हेरिदिनुहोस् है साथीहरू स्किप नगरी हेर्नुहोस् नि हेर्नु न निलो आकाश आज चाहिँ साँच्ची नै भगवान् प्रसन्न नै हुनुभएको होला हजुरले एकदम सफा गर्नुहुँदैछ अनि सबैजनाले सुजला अलिक लामो भिडियो बनाउनुपर्छ अलिक लामो भिडियो बनाउनुपर्छ भनेर म चाहिँ बनाउनै सक्दिनँ भनिरहन्थेँ तर आज चाहिँ साँच्ची नै भगवान्लाई मैले कुनै दिन मैले अलिक लामो भिडियो हाल्नु पाउनु नि कन्टेन्टै पाइनँ भनेर सोचिरहन्थेँ आज चाहिँ साँच्ची भगवान्ले इच्छा गर पुऱ्याइदिन्छु भनेको चाहिँ साँच्ची नै मैले चाल पाएँ क्या हेर्नु न कस्तो मजा नि यो जङ्गल हाम्रो गाउँको जङ्गलहरू चाहिँ यस्तो मजाको छ कि साँच्ची नै होला अब भाइ बहिनीहरू चाहिँ ट्रेकिङको लागि टाढो चाहिँ जानु पर्दैन क्या यही जङ्गलमा मजाले हाइकिङहरू जानेलाई पनि एकदमै राम्रो हुन्छ एकदमै राम्रो पिसफुल हेर्नु न रुखहरू कस्तो मजाको देखिरहेको चाहिँ यो रुखहरू चाहिँ कटुसको रुख भन्छ यसलाई तितापाती भन्छ यहाँ हेर्नु न आकाश कस्तो दामी देखिरहेको छ कस्तो दामी एउटै जग्गा कति देखाएको भन्नुहुन्छ होला सरी है के गर्नु अब जङ्गलको यसमा एरियापट्टि आएपछि त यस्तैहरू अब तर कसैहरूलाई त मनपर्छ यस्तो पिसफुल एरियाहरू देखाएको जग्गाहरू देखाएको पनि
यहाँ अब सफाइहरू सबै गरिसक्नुभयो भाउजूले, मैले पनि सकेँ, पूजा पनि गरिसकेँ। अनि अन्तिममा भाउजूले आन्टीहरूले सफा गर्नुहुँदैछ। अनि डल्लै अब सानाकसिनिक गरेर हिँड्नुपर्छ भनेर नि। यहाँ चाहिँ तुलसीमा चाहिँ नयाँ बनाइदिनु भएको रहेछ, खानाहरू लगाइदिनु भएको रहेछ। अस्ति एकजनाले डोनेसन गर्नुभएको थियो अरे, उहाँहरूले गरिदिनु भएको अरे। अनि कति मजाको देखिरहेको छ। हेर्दा चाहिँ यहाँनिर जग्गा सानो देख्छ कि पुरानो लाग्दा कम्पा ठुलो देख्दैन पन्डालहरू लगाएपछि त। एकदमै राम्रो, एकदमै राम्रो। हजुरहरूलाई आजको भिडियोबाट यति नै। अनि बिदा लिन चाहन्छु। हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, अनि कमेन्ट छोडिदिनु होला। अनि हजुरहरूको कमेन्ट हेरेर अवश्य म हजुरहरूलाई ब्याक दिनेछु। हस्, थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। अनि सबैजनालाई शिवजीले धेरै आशीर्वाद दिउन्। थ्याङ्क यू, बाई बाई, टेक केयर।